हाई एभ्रिवान, आज चाहिँ म हिलेदेखि थलथलेसम्म यसरी नै हुडमा जानुपर्नेछ। हुडमा चाहिँ म मात्रै छुइनँ, अरू पनि हुनुहुन्छ। तर मलाई चाहिँ कस्तो डर पनि लागिरहेछ। तर यस्तो राम्रो राम्रो भ्यूहरू हेर्दै जानु पाइन्छ भनेर चाहिँ म खुसी पनि थिएँ। हुडमा चाहिँ हाम्रो रहरले चढेको चाहिँ होइन, हामी बाध्यताले चढ्नु परेको साथीहरू। अब के गर्नु, गाडी नभएपछि यसरी नै जानुपर्छ। अनि बाटो चाहिँ यस्तै छ ल, घरि पिच्छ घरि खाल्डा खुल्डी छ। अनि यो चाहिँ हिलेको चिया बगान हो। मेरो चाहिँ धनकुटामा थोरै काम भएर 3-4 दिन अगाडि म धनकुटा गएको थिएँ। अनि म धनकुटा जाँदाखेरि कस्तो खालको मान्छेसँग परेको थियो भने बसमा, उहाँ चाहिँ हेर्दाखेरि राम्रै देखिनुहुन्थ्यो, कपडा सपडा पनि राम्रै लाउनु भएको थियो, मेकअप सेकअप पनि हल्का लाउनु भएको थियो, राम्रै थियो। तर उहाँको ज्यानदेखि यस्तो स्मेल आइरहेको थियो साथीहरू, उहाँको काखी गनाउने रहेछ। त्यही माथि उहाँले त हाडवाला पर्फ्युम पनि लाउनु भएको थियो। तपाईँहरूको शरीर गनाउँछ भने चाहिँ दिनदिनै नहुने, अब रोलर प्रयोग गर्ने, त्यो हाडवाला पर्फ्युम लाएर त्यो स्मेल छुपाउने काम चाहिँ नगर्नु के साथीहरू। मेरो दुःख पोख्दा पोख्दै म चाहिँ थलथली पनि आइसकेको छु साथीहरू। म चाहिँ अब खाजा खान्छु कि यस्तो खतरनाक भोक लागिरहेको थियो। तर खाजामा केही थिएन, त्यही भएर मैले चटपटे मात्रै खाएँ। अनि म चाहिँ घर जाँदा जाँदा घरि यस्तो पाकिरहेको रहेछ। पहिले हामी चाहिँ स्कुल पढ्दा खान्थ्यौँ। हाम्रोतिर भन्दा चाहिँ कि लेखमा कति धेरै टमाटर फल्ने भनेर मैले चाहिँ यसो भिडियो पनि लिएको क्या, अब बाटोमा देखिहालेँ। अनि हाम्रोतिर चाहिँ सबै मकै पनि सुकिसक्यो, यता लेखतिर चाहिँ हरियो रहेछ, कस्तो खाउँ खाउँ लाग्ने खालको। म चाहिँ यहाँ पारी धनकुटादेखि यहाँ माथि थलथले आएँ। त्यसपछि अब यो बाटो हुँदै म चाहिँ ओह्रालो झर्नुपर्ने हुन्छ। मेरो गाउँ चाहिँ यहाँ तल हो, तल देखेको गाउँ चाहिँ चाम्सा होला फेरि। यो बाटो चाहिँ अहिले कोही पनि हिँड्दैन नि त, प्रायः सबैजना गाडीमै हिँड्नुहुन्छ। गाडी फेरि बुधबार मात्रै जाने हो कि थलथले, त्यही भएर म चाहिँ अब यो के बार आएँ, त्यही भएर म चाहिँ हेर्नु यस्तो जङ्गलघारीबाट हिँड्नु परिरहेछ। कुरो सबै म दुम्सी भएर घर पुगेको थिएँ कि साथीहरू। बल्ल तल्ल दुम्सी घारीदेखि त निस्केँ, तर यता तल आउँदा त बाटो नै थिएन क्या। बाटो आफैले बनाउँदै हिँड्नु परिरहेको थियो क्या। म कतिचोटि त लडेँ पनि साथीहरू, धन्न मेरो भारी थिएन र मात्रै, नभए म एकैचोटि नहिँडिकनै घर पुग्थ्यो होला क्या। यस्तो भिरको बाटो, त्यस्तो भिर पनि होइन, तर मान्छे नहिँडेर पुरा जङ्गलै भइसकेछ क्या बाटोहरू। मैले चाहिँ जसो तसो गरेर जङ्गलको बाटोलाई काटेर धारामा आइसकेँ। अब धारादेखि त घर त्यहीँ, फेरि यस्तो मन फुरुङ्ग भइसकेको थियो है घर पुग्यो भनेर। तर घर पुग्दा चाहिँ कोही हुनुहुन्थ्यो, यो कुकुर मात्रै थियो। अनि यसले चाहिँ के ल्याइदिस् सोच्थ्यो होला मलाई, तर मैले केही पनि लिएको थिइनँ। मै भोकले मर्न लागेको थिएँ। अब त्यही बिस्कुट लिएको थिएँ, म चाहिँ त्यही बिस्कुट अब कुकुरसँग खाँदै बस्दैछु कि अब अरू कोही नभएपछि त आफै खानु पर्यो नि त होइन। ज्यान बचाउ अभियानमा अगाडि लागेँ क्या म चाहिँ साथीहरू।